यो विद्यालयमा एउटा विरोधाभासपूर्ण कुरा छ। हामीले विद्यालय पढाउन पठाउने कि सिकाउन पठाउने? हामीले आजसम्म भन्दै र बुझ्दै आएको कुरा उनीहरूलाई पढ्न पठाउने हो। के पढेरै सबै कुरा सिकिन्छ त? पक्कै पनि सकिन्न। त्यसका लागि सिकेर गर्ने कुरा छ भने कतिपय रूपमा हामीले यसलाई सूचनाको सङ्कलनलाई पढाइ भन्ने गरेका छौँ। सूचनाको सङ्कलन त पहिलो माध्यम हुनसक्छ जसबाट हामीले आवश्यक सूचनाको जानकारी प्राप्त गर्न सक्छौँ। तर जानकारी प्राप्त गरेको चिजलाई दैनिक जीवनमा प्रयोग गरेर त्यसलाई हामीले रचना गर्न सकेनौँ भने त्यसको कुनै काम रहँदैन। त्यसैले अब हामी विद्यालय पढाउन होइन सिकाउन पठाउनुपर्छ र विद्यालयहरूले पनि अब हामी आउने विद्यार्थीहरूलाई, छोराछोरीहरूलाई, भाइ बहिनीहरूलाई पढाउन राखेका छौँ भन्ने होइन, सिकाउन राखेका छौँ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ।